अब बेलुन डान्स भइराखेको छ हाम्रो यहाँ नानीहरूको बिचमा बेलुन डान्स चलिराखेको छ र एकदमै रमाइलो बेलुन डान्स चलिराखेको छ र यो बेलुन डान्समा हाम्रो नानीहरू अहिले कसले जित्छ है बेलुन डान्समा कसले जित्छ बेलुन डान्समा हामी हेर्दैछौँ एकदमै रमाइलो भइरहेको छ बेलुन डान्समा अब कसले जित्छ यहाँ नानीहरू र यहाँ एकदमै बेलुन डान्समा हामी यहाँ यति बेला बसिरहेको छ बेलुन डान्स बेलुन डान्स बच्चा रमाइराखेका छन् खुसी भइराखेका छन् र यसरी हाम्रो कक्षा 10 को बाबु नानीहरू आज रमाइराखेका छन् र यति बेला गर्ल्सहरूको बेलुन डान्स भइराखेको छ र एकदमै इन्जोय गरिराखेका छन् हाम्रो बाबु नानीहरू एकदम रमाइलो भइराखेको छ हाम्रो बाबु नानीहरू इन्जोय गरिराखेका छन् यति बेला एकदमै रमाइलो भइराखेको छ र एकदमै रमाइलो भइराखेको छ कक्षा 10 को पिकनिकमा आज हामी यहाँ दिपाङ तालमा आएका थियौँ र अब हामीले यो अन्तिम आजको कार्यक्रम बेलुन डान्स गरिराखेका छौँ र यसपछि हामी आजको कार्यक्रम समापन गर्नेछौँ र साह्रै रमाइलो भएको छ कक्षा 10 अब फेरि आज यहाँ दिपाङ तालमा रमाइराखेको छ धन्यवाद।